हजुरहरूलाई हाम्रो यस युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज हामी आफूसँग भएका एक दुई किता शेयरलाई कसरी सजिलैसँग अर्लटमा राखेर बिक्री वा खरिद गर्न सकिन्छ त भन्ने कुरा सिक्न गइरहेका छौं। त्यसको लागि सर्वप्रथम आफ्नो मोबाइलको गुगलमा जानुहोस्। गुगलमा गएपछि आफ्नो ब्रोकरको आइडी हाल्नुहोस्। ब्रोकरको आइडी हालेपछि हजुरहरूले यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। युजर नेम भनेको ठाउँमा युजर नेम हाल्दिनुहोस्, पासवर्ड भनेको ठाउँमा पासवर्ड हाल्दिनुहोस् र यो क्याप्चा भनेको ठाउँमा क्याप्चालाई मिस्टेक नगरिकन यसरी टाइप गरिदिनुहोस् र लगइन गर्नुहोस्। लगइन गरेपछि नेपाल स्टक एक्सचेन्जको यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुहुनेछ। अर्डर म्यानेजमेन्टमा जानुहोस्। त्यसपछि बाई एन्ड सेल भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि यहाँ माथि टपमा हजुरहरूले अर्लट भनेर देख्न सक्नुहुनेछ। त्यसमा यसरी टिक लगाइदिनुहोस् र कुन कम्पनीको शेयर हजुरहरूले खरिद वा बिक्री गर्न चाहनु भएको छ अर्लटमा त्यो कम्पनीको नाम लेखिदिनुहोस्। अहिले मैले यहाँ यसरी PMLI भनेर यो प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नाम टाइप गरेको छु। हजुरहरूले पनि कुनै आफ्नो कम्पनीको नाम यसरी टाइप गर्नुहोस् र यो क्वान्टिटी भनेको ठाउँमा कति क्वान्टिटी छ त्यो क्वान्टिटीलाई यहाँ लेख्नुहोस् र कतिमा कारोबार भइरहेको छ त्यो अमाउन्ट यहाँ लेखिदिनुहोस्। मैले यहाँ 554 मा कारोबार भइरहेको छ, त्यही भएर यहाँ 554 टाइप गरेँ र यो बाइक अप्सनमा क्लिक गरिदिनुहोस्। फेरि यहाँ तल अर्को बाई देखाएको छ, त्यसमा पनि क्लिक गरिदिनु भयो भने न्यू अर्डर रिक्वेस्ट ह्याज बिन सक्सेसफुल्ली भनेर बनेको छ। हजुरहरूले पनि यसरी सजिलैसँग आफूसँग भएको एक दुई किता शेयरलाई अर्लटमा राखेर सजिलैसँग बिक्री गर्न सक्नुहुनेछ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लागेको छ कृपया कमेन्ट मार्फत सल्लाह सुझाव दिनुहुन विनम्र अनुरोध गर्दछु। धन्यवाद।